भाइ भिडियो खिचौँ न भनेको त होइन बिरामी छु दाइ यस्तो बिरामी भएको बेलामा के फोटो खिच्नुहुन्छ भिडियो खिच्नुहुन्छ भनेर गणेश भाइ चाहिँ खासै जाँगर देखाएन बिचरा हिँड्न पनि यसो अप्ठ्यारो मानिरहेको छ त्यही पनि यसलाई चाहिँ हिँडाइरहेको छु मैले किनभने त्यो घाँडको समस्या हिजो डक्टर कहाँ लिएर गएर एम्स हस्पिटलमा डक्टर आयुष अर्याललाई देखाउँदाखेरि डक्टरले चाहिँ के अरे डिस्क स्लिप भएको छ भनेर भनेको छ अरे डिस्क स्लिप भएपछि हिँड्नुपर्छ एक्सर्साइज भएर बढी एउटा मुभमेन्ट कम भएर कुर्सीमा बसेर कुर्सी काम बढी गर्ने भएर रमेश भाइ यसरी भएन हिँड्न पर्छ भनेर चाहिँ हिँडाइरहेको छु अहिले चाहिँ हिजोबाट चाहिँ राम्रै इम्प्रुभमेन्ट छ दाइ भनेर चाहिँ मलाई कम्प्लिमेन्ट दिइरहेको थियो होइन र के छ होइन ठिक छ नि होइन भनेपछि छिटै नै निको होस् भाइको स्वास्थ्य लाभको कामना गर्दै अनि यो इन्भर्टमा अब चाहिँ हिँडिरहेको छ चिसो पनि काठमाडौँमा निकै नै बढिसकेको छ चिसो मौसममा हिँडेको मजा नै छुट्टै हुन्छ जिउ तातो हुने अनि आनन्दको एउटा अनुभूति प्राप्त हुँदो रहेछ अहिले चाहिँ यति नै भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु हस्त